हेलो गाइज, अहिले चाहिँ हामी दमकको पशु हटियाबाट अगाडि बढ्दैछौँ। अहिले चाहिँ हामी बेलडाङ्गीमा आइसकेका छौँ। बेलडाङ्गी यहाँबाट चाहिँ यस्तो लाग्नेछौँ। यो चाहिँ पहिले भुटानीसँग शिविरहरू हुँदाखेरि यो चाहिँ पानी रिजर्भ गर्ने ट्याङ्की हो, पानी ट्याङ्की हो। त्यतिखेर अल्गो खालको पानी ट्याङ्की थिएन र यही पानी ट्याङ्कीबाट चाहिँ उनीहरूको घर घरमा पानी धारबाडी निकै छेउमा हाइवे यो मध्य पहाडी राजमार्ग पुरै पर्वतहरूलाई छिटेर टेकी जानु हो नि। छ होला क्या ठ्याक्कै अगाडि फर्काउन मिल्ने। अब चाहिँ हामी हाम्रो चाहिँ पुनः लागिरहेछौँ। दादा हो त है क्या ड्राई क्लिनिङ सर्भिस भन्नुभयो, त्यही भएर म उत्रि ल देखिरहेछ। यहाँनिरको बाटो चाहिँ यस्तो अप्ठ्यारो छ। होइन मलाई त चढाउने त नामै लिन छोड्नु हो त। ल फाइनली भेटियो। हामी चाहिँ एकदम खोज्दै हिँड्दैछौँ। हेलो गाइज, हामी चाहिँ पौडी खेल्नको लागि चपेटीको माथि आइसकेका छौँ र एकलट यहाँ पनि खेल्यो होइन। यहाँ अलिक पानी कम रहेछ। अनि फेरि अरू गाइजहरू आउनुभयो होइन। अनि माथि जाउँ न त भनेर चाहिँ हामी यहाँ झोलासोला बोकेर हामी माथि लाग्दैछौँ। एकदम गर्मी छ होइन, खाली खुट्टा यी अब चप्पल बाइक साइक पर राख्यो अनि अगाडि बढिँदैछ। र यहाँनिर चाहिँ पौडी खेल्ने राम्रो ठाउँ छ है भन्ने सुनेर हामी यहाँसम्म आउँदैछौँ। अब कस्तो रहेछ हेरौँ। यहाँ अगाडि चाहिँ ठिकै हो, ड्यामै होला जस्तो देखिन्छ होइन। के रहेछ हेरौँ अगाडि। राम्रै रहेछ भने त ठिकै भयो होइन। अब कस्तो छ हेरौँ। यस्तो बाटोमा हामी हिँड्दैछौँ। यो चाहिँ चपेटी गली माथि पहाडको चेपमा यसरी हामी चाहिँ जुनसुकै जुन हान्नु लाग्छ त्यही हान्नु। फ्याल डुब्दै हान्दियो ल। यसमा बनाइदिनु
फ्रुट ल्याउनु न यो टडा फ्रुट ल्याएर 20 दियो हुन्छ बाहिर भेन के पनि भन्थ्यो होला भयो भयो अब यता निको हुन्छ मागे अब उल्टी ल ठोकी जस्तो लाग्यो नि त यो चाहिँ चिसो पानी भएकोले हामीले बाँध बाँधेर चाहिँ हामी यहाँ नुहाउने ठाउँ बनाउँदैछौँ है गाइज। हामी 10-12 जना छौँ है यहाँसँग चाहिँ ढुङ्गा बोक्दैछन् अरूले पनि। त्यो खरबुजा पनि खाइयो हैन यति बाँकी छ। अहिले चाहिँ हामी काँक्रा खाँदैछौँ। अघि खरबुजा खाइयो होइन अनि अन्डा पनि खाइयो। काँक्रा खाँदैछौँ। अब निश्चल सरले पानीमा बसेर काँक्रा खाँदै हुनुहुन्छ। हो अहिले आएर फेरि त्यस्तो महसुस भइरहेछ होइन। अरू गाईहरू सबै उता गयो। ल हामी चाहिँ खोलाबाट निस्किसक्यौँ। अब घर जाने बाटोमा छौँ।